सम्पूर्णमा नमस्कार। लोकसभा पाठ 8 भिडियोमा यहाँहरूलाई स्वागत छ। आज हामीले अध्ययन गर्ने विषय रहेको छ सजाय। सजाय भनेको कस्तो हो भने तपाईले कानुनको उल्लङ्घन गर्नुभयो भने तपाईले भन्दा पनि तपाई सरकारी कर्मचारी बन्दै हुनुहुन्छ, किनभने तपाईले भिडियो हेरेपछि तपाईले सरकारी सेवामा प्रवेश गर्नुहुन्छ र प्रवेश गरिसकेपछाडि के गर्नुहुन्छ, तपाईले सरकारी कानुनको मतलब कानुनको उल्लङ्घन गर्नुभयो हैन, कार्यविधि विपरीत काम गर्नुभयो वा काम गर्न सक्नु भएन, त्यस्ता त्यस्ता पदीय विपरीत आफ्नो जिम्मेवारी विपरीतको काम गर्नुभयो भने तपाईलाई विभागले सजाय गर्छ। विभागले सजाय गर्ने सम्बन्धी व्यवस्था चाहिँ निजामती सेवा 2049 को दफा 59 मा व्यवस्था गरिएको छ। जस अनुसार के कुरालाई चाहिँ व्यवस्था गरिएको छ भन्ने कुरा आजको पाठमा हामी अध्ययन गर्नेछौँ। सजाय सम्बन्धी यस कुरालाई ध्यान दिएर अध्ययन गर्नुहोला। कर्मचारीले प्रचलित कानुनको पालना नगरेमा वा पदीय सीमाभित्र रही कार्य नगरेमा निजलाई गरिने कारबाही के हो? सजाय हो। निजामती संविधान 2049 को दफा 59 मा यस प्रकारको सजाय सम्बन्धी व्यवस्था गरिएको छ। सामान्य सजाय, विशिष्ट सजाय, दुई प्रकारका सजाय हुन्छन्। सामान्य सजाय भित्र कस्ता किसिमका सजाय पर्छन्, के कुरालाई चाहिँ सामान्य सजाय भन्ने विषयमा हामी यहाँ हेरेर अध्ययन गर्नेछौँ। नसिहत दिने, कसैलाई तपाईले यो चाहिँ गलत काम गर्नुभयो यसलाई सुधार्नुहोस् भनेर भन्नु पनि सजाय हो। त्यो किसिमको गाली भनेर भन्न मिल्दैन। गाली भन्ने कुराले अर्कै कुरालाई इङ्गित गर्ला, तर मान्छेलाई सचेत गराउने, सही ढङ्गबाट तपाईले गरेको काम गलत हो है भनेर भन्ने, तपाईले यो कुरामा सुध्रिनुपर्छ भनेर कार्यालय प्रमुखले आएर भनौँ भने पनि त्यो पनि सजाय हो। त्यसलाई सामान्य सजायभित्र हेरिन्छ। नसिहत दिने, 2 वटा तलब वृद्धि रोका वा 2 वर्षसम्म बढुवा रोका गर्ने, 1 देखि 2 वटा तलब वृद्धि रोका गर्ने, 1 देखि 2 वर्षसम्म चाहिँ बढुवा रोका गर्ने। त्यो चाहिँ आफूले पाउने सेवा सुविधा हो नि त, त्यसलाई चाहिँ रोका गरिदिन्छ, त्यसलाई चाहिँ सजाय भनिन्छ हैन। यदि तपाईले कुनै कार्य गर्नुभयो, आचरण विपरीतको काम गर्नुभयो या 1-2 वटा गल्ती गर्नुभयो भने यस्ता किसिमका सामान्य सजायहरू तपाईले प्राप्त गर्नुहुन्छ हैन। यो कुन विषयमा तपाईले यस्ता किसिमका सजाय पाउनुहुन्छ भन्ने विषयमा हामी पछि अध्ययन गर्नेछौँ। 2 देखि 5 वटा तलब वृद्धि रोका गर्ने वा 2 देखि 5 वर्षसम्म बढुवा रोका गर्ने काम चाहिँ सामान्य सजायभित्र पर्छ। 2 देखि 5 वर्षसम्म पनि हुन सक्छ, 1 देखि 2 वर्षसम्म पनि हुन सक्छ, नसिहत दिने पनि हुन सक्छ। यो कुरालाई तपाईले याद गर्नुहोला। विशेष सजायभित्र कुन कुराहरू पर्छन् भनेर भन्नुहुन्छ भनेदेखि तपाई स्क्रिनमा हेर्नुहोला। भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने। भविष्यमा सरकारी सेवा फेरि पनि प्रवेश गर्न पाउँछौ, तर भविष्यमा सरकारी सेवाबाट चाहिँ सेवामा प्रवेश गर्न चाहिँ रोक लगाएको मानिदैन हैन। यदि तपाईँ एकदमै बिरामी हुनुभयो, काम गर्न सक्षम हुनुभयो भने तपाईलाई निकालिदिन्छ, तर तपाईले भविष्यमा सरकारी सेवामा प्रवेश गर्न सक्नुहुन्छ। तर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त चाहिँ कुन बेलामा गरिन्छ भन्ने कुरा हामी तल अध्ययन गर्नेछौँ। त्यस बावजुद पनि तपाईले के गर्नुभयो भने भ्रष्टाचार गर्नुभयो भने हैन, अनि गैर आवासीय फारम भर्नुभयो भने हैन, यस्ता कुरामा चाहिँ तपाईलाई सेवाबाट बर्खास्त नै गरिदिन्छ। फेरि सरकारी सेवामा तपाईले चाहेर पनि प्रवेश गर्न सक्नुहुन्न। यस्तो स्थितिको सजाय चाहिँ के हो? विशेष सजायभित्रको पनि भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिने भन्ने हो। अब सामान्य सजाय कुन अवस्थामा दिन्छ, के कारणले चाहिँ सामान्य सजाय दिन्छ त विभागले भन्ने कुराको अध्ययन हामी गर्नेछौँ। नसिहत दिने वा 2 वर्षसम्म, 1 देखि 2 वर्षसम्म तलब वृद्धि रोका गर्ने वा 1 देखि 2 वर्षसम्म बढुवा रोका गर्ने कारण चाहिँ के हुन् त हैन। निप्रद यो सेका भने तपाईले सूत्र बनाउनु, आफ्नो इच्छाले बनाउनु, सम्झिने, इमेजिनेसन गर्ने वा लिङ्केज गरेर पढ्ने त तपाईको विषयको कुरा हो। हामीले यो नसिहत दिने 1 देखि 2 वर्षसम्म चाहिँ तलब वृद्धि रोका गर्ने, बढुवा रोका गर्ने चाहिँ के कारणले हुन्छ त भन्ने विषयमा अध्ययन गर्दैछौँ। निजले सम्पादन गरेको कार्य सन्तोषजनक नभएमा, तपाई यदि सरकारी सेवा प्रवेश गर्नुभयो, तपाईले काम गरेको चाहिँ हाकिमलाई सन्तोषजनक लागेन भने तपाईलाई सजाय दिन सक्छ, गाली गर्न सक्छ, यो बनाउनुहोस्, यो गर्नुहोस् भनेर भन्न सक्छ, बढुवा रोका गरिदिन सक्छ हैन। प्रचलित कानुन बमोजिम बुझारत नगरेमा, तपाईले प्रचलित कानुन बमोजिम
चाहिँ त्यो प्रयोग गरेको सामान वा तपाईँले प्रयोग गरेको चाहिँ बेरुजु आउने गरी तपाईँले बुझारत गर्नु भएन भने के हुन्छ, बुझाउनु भएन भने, कुनै सरकारी सामान प्रयोग गरेर बुझाउनु भएन भने यस्तो किसिमको सजाय पाउनुहुन्छ। दफा 55 को क बमोजिम 1 वर्षमा 2 पटकसम्म लिखित चेतावनी पाएमा, निजामती संविधानमा पढ्नु होला। दफा 55 को कमा 1 वर्षमा 2 पटकसम्म लिखित चेतावनी पाएमा त्यहाँ यो चेतावनी पाउन सक्ने आधारहरू उल्लेख गरिएको छ। यो ऐनमा प्रचलित कानुनले तोकिएको पदीय दायित्व जिम्मेवारी पूर्वक पूरा नगरेमा, तपाईँ सरकारी कर्मचारी हो, तपाईँको दायित्व हुन्छ, त्यो दायित्व तपाईँले जिम्मेवारीका साथ पूरा गर्नु भएन वा तपाईँले त्यसलाई हेलाको भावले हेर्नुभयो। तपाईँले कुनै दायित्व दियो हाकिमले, त्यस पछाडि तपाईँले यो त नगरे पनि हुन्छ, मलाई त भालै भएन भनेर भन्ने किसिमको चाहिँ तात्पर्य देखाउनु भयो भने तपाईँलाई के हुन्छ, 1 देखि 2 वर्षसम्म तलब वृद्धि रोका वा बढुवा रोका गरिदिने वा नसिहत दिने सजाय हुन सक्छ। सेवाग्राहीको पिरमार्का वा उजुरी पटक पटक व्यवस्था गरी आफूभन्दा माथिको पदाधिकारीले दिएको निर्देशन पालना नगरेमा कार्य विवरण लागू गराउनु पर्ने दायित्व भएको कर्मचारीले सो नगरेमा, अब आफूले गरेको कार्यको विवरण पेश गर्नुपर्ने थियो। अब तपाईँले गरेको कार्यको विवरण तपाईँले पेश गर्न सक्नु भएन भने तपाईँले यस्तो किसिमको सामान्य सजाय हुन सक्छ। र सेवाग्राहीको पिरमार्का कसैले आएर गुनासो गर्दैछ, त्यो त तपाईँको भोलि गरिदिन्छु पछि गरिदिन्छु भनेर टार्नु पनि के हो, सजायको भागीदार हुन सक्ने सम्भावनाको हुन सक्छ। त्यही भएर सेवाग्राहीको पिरमार्का बुझ्नुपर्छ, उजुरी बुझ्नुपर्छ, व्यवस्था गर्नु हुँदैन। पदाधिकारीले माथिल्लो पदाधिकारीले दिएको निर्देशन पालना गरे, हाकिमले काम लगाउँछ, उसले निर्देशन दिन्छ, तपाईँले चाहिँ वास्ता गर्नु भएन भने के हुन्छ भने तपाईँले सामान्य सजाय पाउन सक्नुहुन्छ। सामान्य सजायभित्र पनि के पाउने, 1 देखि 2 वर्षमा 1 देखि 2 पटकसम्म तलब वृद्धि रोका बढुवा रोका गर्ने वा नसिहत दिने सजाय चाहिँ पाउन सक्नुहुन्छ। अब सामान्य सजाय भित्रकै 2 देखि 5 वर्षसम्म बढुवा रोका गर्ने वा 2 देखि 5 वटासम्म तलब वृद्धि रोका गर्ने कारण चाहिँ के हुन्छ, के कारणले चाहिँ यस्तो हुन्छ त भनेर भन्दाखेरि अयोप्रव्याय पुनि, यो चाहिँ मैले तपाईँलाई सूत्र सजिलोको लागि होस् भनेर उल्लेख गरेको मात्रै हो। तपाईँ जसरी सुकै याद गर्न सक्नुहुन्छ याद गर्नुहोला। अनुशासनहीन कार्य गरेमा, कार्यालयमा जानुभयो, टेबुलमाथि खुट्टा राखेर सुत्नुभयो, हाकिमले आएर देखो, तपाईँलाई यस्तो किसिमको सजाय हुन सक्छ कुरो बुझ्नु भएन। अनि तपाईँले चाहिँ विभिन्न चाहिँ उ गर्नुभयो, गफ गरेर गर्नुभयो होइन, तलबमा के अरे कार्यालयमा गएर यताउता गर्नुभयो, कता बिगार बुगुर फाइल साइल बिगारिदिनु भयो, यताउता गर्नुभयो, तपाईँ एकदम किच्चक भएर निस्किनु भयो भने चाहिँ के हुन्छ, अनुशासनहीन कार्य हुन्छ। तपाईँको अनुशासनभित्र परेन त्यो। त्यस भएको कारणले चाहिँ के हुन्छ, तपाईँले 2 देखि 5 वर्षसम्म बढुवा रोका हुन्छ वा 2 देखि 5 वर्षसम्म तलब वृद्धि रोका हुन्छ। तपाईँको यो ऐन वा यस अन्तर्गत बनेका नियमहरूका उल्लेखित आचरण सम्बन्धित कुराहरू उल्लङ्घन गरेमा, आचरण कतिवटा छन् हाम्रा, आचरणको बारेमा तपाईँहरूले पढिसक्नु भएको हुनसक्छ। यदि पढ्नु भएको छैन भने म आचरणको बारेमा उल्लेख गर्नेछु। आचरण के हुन्छन् भन्दाखेरि कसैले दिएको दान दक्षिणा दाता चन्दा उपहार नलिने होइन, अनि विभिन्न किसिमका आचरणहरू हुन्छन्। ती आचरणहरू धेरै छन् आचरण, ती आचरणहरू चाहिँ के गर्नुभयो, तपाईँले उल्लङ्घन गर्नुभयो। उल्लङ्घन गर्नुभयो भने के हुन्छ, तपाईँले यो किसिमको सजाय हुन सक्छ होइन। तपाईँ राजनीतिमा भाग लिनुभयो, के हुन्छ, 2 देखि 5 वर्षसम्म तलब वृद्धि रोका हुन्छ, 2 देखि 5 वटासम्म बढुवा रोका हुन्छ होइन। यो कुरा तपाईँले याद गर्नुपर्छ। त्यही भएर आचरणहरूलाई उल्लङ्घन गर्नु हुँदैन। प्रचलित कानुन बमोजिम पेशकी फर्चोट नगरेमा, तपाईँले लिएको पेशकी होइन, तपाईँले कुनै काम गर्छु भनेर लिनुभयो उधारो, त्यो उधारो चाहिँ तपाईँले फर्चोट गर्नु भएन भने प्रचलित कानुन बमोजिम कसरी कानुन व्याख्या गरेछ त्यही किसिम पेशकी भनेको के हो भने तपाईँले कुनै काम गर्छु है भनेर लिएको उधारो हो। त्यो उधारो चाहिँ तपाईँले फिर्ता गर्नुपर्छ। त्यो फिर्ता गर्नु भएन, फर्चोट गर्नु भएन भने चाहिँ के हुन्छ भन्दाखेरि तपाईँ सजायको भागीदार हुनुहुन्छ। 2 देखि 5 वर्षसम्म तलब वृद्धि रोका हुन्छ वा 2 देखि 5 वर्षसम्म चाहिँ के हुन्छ, बढुवा रोका हुन्छ होइन। यो कुरा तपाईँ याद गर्नु होला। अब व्यवस्थापन परीक्षणबाट देखिएको अनियमितता सम्बन्धमा दिएको निर्देशन पालना नगरेमा, व्यवस्थापन परीक्षण भनेको महालेखा परीक्षकले आएर उ गर्यो, त्यसमा चाहिँ अब के निर्देशन दिएको छ त्यो चाहिँ निर्देशन बमोजिम काम गर्नु भएन वा अनियमितता भएको सम्बन्धमा दिएको निर्देशन, तपाईँले कुनै अनियमितता गर्नुभएको छ त्यो अनियमिततामा चाहिँ
कसैले आएर निर्देशन दियो, कसैले भन्दा पनि हाकिमले वा महालेखा परीक्षकको कार्यालयको व्यक्तिले आएर निर्देशन दियो, यो कुरालाई सुधार गर्नु होला, यहाँ चाहिँ अनियमितता भएको छ भनेर निर्देशन दिँदाखेरि पनि तपाईँले चाहिँ के गर्नु, पालना गर्नु भएन भने, त्यो निर्देशन पालना गर्नु भएन भने तपाईँ यो 2 देखि 5 वर्षसम्मको तलब वृद्धि रोक वा बढुवा रोक्कासम्मको चाहिँ नि तपाईँले सजाय पाउनुहुन्छ। पूर्व स्वीकृति नलिई बारम्बार कार्यालयमा अनुपस्थित रहेमा, स्वीकृति नलिई भनेको बिदा पास नगराइकन तपाईँ जानुभयो, यो कारणले मलाई यो बिदा चाहियो भनेर भन्नु भएन, तपाईँ सिधै जानुभयो, मस्तसँग घर जानुभयो, अब मलाई घर बिदा भयो भनेर भन्नुभयो भने तपाईँले सजाय पाउनुहुन्छ। त्यसरी घर बिदा पाइँदैन, प्रक्रिया पुरा गर्नुपर्छ हैन। अनि तपाईँले त्यसरी जानुभयो भने सजाय पाउनुहुन्छ। पूर्व स्वीकृति नलिकन कार्यालयमा अनुपस्थित रहन पाइएन। निजामती सेवा ऐनमा तोकिएको सेवा बाहेक अन्यत्र सेवा आर्थिक लाभ प्राप्त गरेमा, तपाईँ निजामती सेवा ऐनमा तोकिएको सेवा बाहेक भनेको तपाईँले कार्यालयमा गएर काम गर्ने हो जम्मा, बाहिर तपाईँले व्यापार गर्न पाउनु भएन, बिजनेस गर्न पाउनु भएन, पढाइ गर्न पाउनु भएन, राजनीतिक नेतृत्व गर्न पाउनु भएन, अन्य विमर्श परामर्श केही पनि बेच्न पाउनु भएन, दान दावता चन्दा उपहार पनि लिन पाउनु भएन, आर्थिक लाभ हुने कुनै पनि काम गर्न पाउनु भएन, तपाईँले व्यापार पनि गर्न पाउनु भएन। यदि तपाईँले त्यो गर्नुभयो भने 2 देखि 5 वर्षसम्म बढुवा रोक्का हुन्छ वा 2 देखि 5 वटासम्म तलब वृद्धि तपाईँको रोक्का हुन्छ, कुरो बुझ्नु भएन। अब विशेष सजाय भित्र के पर्छ भनेर भन्नुहुन्छ भने, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउने, अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारणहरू चाहिँ के हुन्छ, कुन कारणले गर्दाखेरि चाहिँ तपाईलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी फेरि सरकारी सेवामा प्रवेश गर्न पाउने गरी हैन तपाईलाई सेवाबाट फुत्लुक हटाइदिने मात्रै के कारणहरू हुन सक्छन् त हैन। निजामती सेवा ऐन 2049 को दफा 61 को 1 बमोजिम देखाएका कुनै पनि अवस्थामा निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइनेछ। सेवाबाट हटाउने मात्र काम कुन अवस्था हुन्छ भन्दा, निजामती कर्मचारीले अयोग्यताको कारण आफ्नो पदमा काम वा जिम्मेवारी पूरा गर्न नसकेमा, तपाईले कार्यालयमा गएर कुनै काम गर्न सक्नु भएन, तपाईको योग्यता क्षमता नै छैन त्यो किसिमको हैन, त्यस्तो परिबन्ध त तपाईको हदपुर नआउला, तर तपाईले आफ्नो क्षमताले त्यहाँ तोकिएको काम वा निर्देशनहरू पूरा गर्न सक्नु भएन भने के हुन्छ, तपाईलाई सेवाबाट हटाइदिन सक्छ है। तर यो नहुन पनि सक्छ, तपाईले यो पाउनको लागि चाहिँ तपाईँ एकदम बुद्धु कामै नदिने बेकार त्यहाँ दिएको चाहिँ एउटा कम्प्युटरमा चाहिँ टाइप मतलब त्यो होइन, तपाईले चाहिँ एउटा चिठी लेख्न पनि नजान्ने हुनुहुन्छ भने परीक्षाको तयारी गर्दा गर्दा चिठी लेख्न त जानिहाल्नुहुन्छ नि तपाईँ हैन, त्यो चिठी पनि लेख्न नसक्ने हुनुहुन्छ भने, तपाईँ केही पनि गर्न नसक्ने हुनुहुन्छ भने, तपाईँले झुक्किएर जागिर खानुभएको भए त्यस्तो स्थिति रहेछ भने चाहिँ तपाईँको के हुन्छ, सेवाबाट हटाउन सक्छ। कामै गर्न नसक्ने बेकामेलाई त कसरी राख्ने हैन, तालिम हुन्छ त्यहाँभित्र, सबै थोक प्रशिक्षण सबै थोक हुन्छ, तर पनि तपाईँले काम गर्न सक्नु भएन भने तपाईँलाई निकालिदिनु पर्यो है। आचरण सम्बन्धी कुराहरू बारम्बार उल्लङ्घन गरेमा, तपाईले कुनै पनि आचरण, राजनीतिमा बारम्बार गरेर भाग लिने, द्वन्द्व उसलाई उस्काउने काम गर्नुभयो हैन, यस्ता कामहरू तपाईँ विभिन्न गरिराख्नुहुन्छ भने तपाईँलाई के हुन्छ, सेवाबाट हटाइदिन्छ। 2 देखि 5 वर्षसम्म चाहिँ कारबाही पनि हुन सक्छ तपाईँको, तर बारम्बार तपाईँ त्यही आचरणहरू उल्लङ्घन गरी गर्नुहुन्छ भने तपाईँलाई चाहिँ सेवाबाट हटाइदिन्छ। कार्यालयको समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा, अब कार्यालयमा आउनुहुन्छ पुरै को भनेर आउनुहुन्छ भने के हुन्छ, समस्या हुन्छ। तपाईँ जाँड खाएर पुरै दायाँ बायाँ छैन भन्नुहुन्छ, पार्टीमा गएर आएकोमा त भर्खर या भनेर भन्नुहुन्छ भने के हुन्छ, तपाईँलाई समस्या हुन्छ, तपाईँलाई सेवाबाट हटाइदिन सक्छ बारम्बार के। तपाईँ गएर त्यहाँ कार्यालय कर्मचारीले के भन्नु पर्यो नि, जाँड खाएर गर्नुहुन्छ, सेवाग्राहीलाई सेवा नै प्रदान गर्नुहुन्न भने तपाईँलाई हटाउनु पर्यो कि परेन, पर्यो नि हैन। तपाईँले रक्सी खाएर कार्यालयमा जान मिल्दैन, कुरो बुझ्नु भएन। बारम्बार अनुशासनहीन काम गरेमा, अघिको अनुशासनहीन काम गर्ने बित्तिकै चाहिँ त्यस्ता खालका हुन सक्थ्यो, तर बारम्बार जान्छ, जतिखेर पनि फडा काम गरेछ, यता गरेछ, कार्यालयमा बस्नुपर्ने ठाउँमा नगरेर उता गएर खाजा खान गइदिएको छ, त्यहाँ कर्मचारीले अल्मल्याउने गफसफ गरिरहेछ हैन, त्यो किसिमको काम अनुशासनहीन काम गर्नुभयो भने, आफ्नो पदि जिम्मेवारी बाहेकका कामहरू सबै त गर्नुभयो भने तपाईँ अनुशासनहीन हुनुभयो। तपाईँ अनुशासनहीन काम जतिखेर गर्नुहुन्छ नि, तब तपाईँलाई के हुन्छ, कारबाही हुन्छ, सेवाबाट हटाउन पनि सकिन्छ। राजनीतिमा भाग लिएमा, तपाईँ कुनै राजनीतिमा भाग लिएर आबद्ध भएर चुनाव लड्छु भनेर भन्नुहुन्छ भने
सरकारी सेवामा प्रवेश गर्न चाहिँ फेरि पनि पाउनुहुन्छ राजनीति छोडेर, तर अहिलेका लागि चाहिँ तपाईँ चुनाव लड्नुहोस् है भनेर पठाइदिन्छ। राजनीतिमा भाग लियो भने त्यस्तो हुन्छ। आफ्नो पदको जिम्मेवारी बारम्बार व्यवस्था गरेमा, पदको जिम्मेवारी पदीय जिम्मेवारी पुरा नगरेन भने त त्यतिकै पनि हटाउनु, व्यवस्था गर्यो भने त आफ्नो जिम्मेवारी पुरा कार्यालयको फ्रन्टलाइनमा गएर चाहिँ सूचना प्रवाह गर्नुपर्ने छ, उसमा गर्नुपर्ने छ, कतिखेरै त्यतिखेर जाँदैन होइन, दर्ता चलानी गर्नुपर्ने छ, चिठी पत्र आएका छन्, दर्ता चलानी गर्ने ठाउँमा मान्छे नै छैन होइन। त्यस्तो स्थिति आयो भने चाहिँ के हुन्छ, हटाउनु पर्छ। हेर्नु कुरो बुझ्नु भएन, यो बाध्यकारी स्थिति हो राज्यको। बिदा स्वीकृत नगराई लगातार 90 दिनसम्म कार्यालयमा उपस्थित नभएमा, अनुपस्थित रहेमा के हुन्छ भने यो चाहिँ एउटा अलिक सक्ने मान्छेका लागि फाइदा पनि हो। अब अन्त काम गरिरहेछ होइन, अन्त काम भनेको मतलब फाइदा लिने काम त गर्नु भएन, तर अनाधिकृत तरिकाले जे पाए त्यही गरिरहेछ, पैसा भएको मान्छे चाहिँ बालै छैन भनेर भन्ने हो भने ऊ चाहिँ के हुन्छ, 89 दिनसम्म चाहिँ बाहिर बसेर 90 दिन पुग्यो, 90 दिनका दिन पुग्यो भने पनि ऊ कार्यालयमा भइराख्यो, त्यस्तो स्थिति आउँछ। 90 दिनसम्म चाहिँ बाहिर रहनु भएन। यदि त्यसो भयो भने के हुन्छ, कारबाही हुन्छ। कारबाही कस्तो हुन्छ, सेवाबाट हटाइन्छ। मनासिब कारण बाहेक वैदेशिक अध्ययन र तालिम समाप्त भएको 30 दिनभित्र कार्यालयमा हाजिर नभए, अब 3 वर्षसम्म बिदा लिएर, अघि हामी बिदाको कुराहरू पनि अध्ययन गरिहाल्यौँ, अब 3 वर्षसम्म बिदा लिएर वा बिदा थप गरेर लिएर चाहिँ अध्ययन गरेर फर्किने समय उहाँ अध्ययन सिद्धियो, अध्ययन कार्य उहाँको सफल भइसक्यो। अब तपाईँको सफल भइसके पछाडि 30 दिनसम्ममा तपाईँ कार्यालयमा उपस्थित हुनु भएन भने तपाईँलाई सेवाबाट हटाइदिन्छ। किनभने तपाईँ उहीँबाट काम गर्न थाल्नु भएको पनि हुनसक्छ नि, तपाईँलाई सेवाबाट हटाउनु पर्यो कि परेन, अर्को मान्छे ल्याउनु पर्यो कि परेन, रिक्त पद गरेर परीक्षा सञ्चालन गर्नु पर्यो कि परेन, पर्यो नि त होइन। अब कार्यालयलाई त कर्मचारी चाहिन्छ, त्यो कर्मचारी पूर्ति गर्नु पर्यो कि परेन, पर्यो नि त होइन। त्यो अवस्था सिर्जना नहुनका लागि चाहिँ के गर्छ, 30 दिनभित्रमा तपाईँ उहाँबाट विदेशमा अध्ययन गरेर फिर्केर आएर कार्यालयमा उपस्थित हुनु तपाईँको चाहिँ छँदैछ होइन, तर तपाईँ 30 दिनभन्दा बाँकी 31 दिनमा आउनुभयो भने पनि तपाईँलाई हटाइन्छ, हाजिर नभएमा भन्ने हो। भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने अवस्थाहरू। अब तपाईँलाई कस्तो अवस्थामा चाहिँ सेवाबाट पुरै फुत्तै हटाएर चाहिँ फेरि सेवामा प्रवेश नगराई तँलाई त हामीले बार लगाइदिइसक्यौँ, एकदम ट्याप्पै बन्द गरिदिइसक्यौँ भन्ने स्थिति कतिखेर सिर्जना हुन्छ त भनेर भन्ने कुरा हो। नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिए, तपाईँ सरकारी कर्मचारी के हो, बलात्कारी हो होइन, भ्रष्टाचारी भयो होइन। नैतिक पतन देखिनु भने ऊ चोरी गर्न थाल्यो होइन, उसको नैतिक पतन हुने गरी खालको चाहिँ के हो त, अदालतबाट कसुरदार ठहरिएर चाहिँ के हुन्छ, फौजदारी मुद्दामा है, देवानी मुद्दा भनेको त्यो उसको सम्पत्तिको विवरणको कुरा, फौजदारी मुद्दामा बलात्कार, हत्या, हिंसा, यी विभिन्न कसैलाई मान्छेलाई काट्यो, यता मार्यो, यता बलात्कार गर्यो भने के हुन्छ भन्दाखेरि सरकारी सेवा फेरिदेखि प्रवेश गर्लास्, तैँले चाहिँ हाम्रो सरकारी सेवामा धब्बा लाउँछस् भनेर फुत्त निकालेर कहिल्यै प्रवेश नगरे भनेर उसलाई चाहिँ बन्देज फलामको बार लगाइदिने काम गर्छ। नैतिक पतन देखिने गरी सरकारी फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरियो भने, भ्रष्टाचार गरौँ भने, भ्रष्टाचार एकदम महालेखा भनेर भन्न उ गरेछु मैले। भ्रष्टाचार निवारण, अब भ्रष्टाचार गरेमा, भ्रष्टाचार भनेको ती भ्रष्टाचार के छन् भनेर भ्रष्टाचार निवारण ऐन 2059 चाहिँ व्यवस्था गरिएको छ होइन। ती कामहरू गर्यो, परीक्षाका फेरबदलहरू गर्यो, विभिन्न कामहरू गर्यो, ती भ्रष्टाचार गर्यो भने चाहिँ के हुन्छ, सेवाबाट बर्खास्त गरिन्छ। नाइज भाइ तैँले यहाँ आइस् भने, कमिसन लियो भने, भाइ तैँले यहाँ आइस् भने फेरि पनि भ्रष्टाचार गर्छस्, तँलाई चाहिँ यहाँबाट हामी प्रवेश गर्न दिँदैनौँ भनेर बार लगाइदिने काम चाहिँ कसले गर्छ, सरकारले गर्छ। त्यही भएर सरकारी कर्मचारी भएपछि भ्रष्टाचार नगर्ने हो, तर गरिराखेका छन्, गर्न त पाइहाले नि, नथा पाउन्जेल भनेर भन्न मिल्दैन है। मैले यसरी तपाईँलाई शिक्षा दिन खोजेको होइन, भ्रष्टाचार गर्नु हुँदैन। स्थायी आवासीय अनुमति पत्र लियो भने तपाईँले चाहिँ ठ्याक्क तपाईँ जागिर खानुभयो, त्यस पछाडि तपाईँ डिबी भरेर अमेरिका जाने सोच गर्दै हुनुहुन्छ, बेलायतमा चाहिँ तपाईँ गएर बस्ने सोच गर्दै हुनुहुन्छ, जापानको लागि तपाईँले भिसा आउन आँटो भनेर गर्नुहुँदैछ भने तपाईँको लागि चाहिँ के हुन्छ, यो तेरो लागि जागिर होइन, त विदेशै गएर गरी खाए भनेर पठाइदिन्छ।
पठाइदिएपछि फेरि तपाईँ आउँछु भनेर भन्दा पनि होइन नआइज त उतै जा भनेर पठाइदिने स्थिति चाहिँ के हो, यो चाहिँ सेवाबाट बर्खास्त गरिदिने स्थिति हो। निजामती सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा यदि निजामती सेवामा प्रवेश गर्नका लागि तपाईँको कम उमेर थियो र तपाईँले बढाएर के गर्नुभयो, जागिर खानुभयो भने र पछि थाहा पायो भने तपाईँलाई निकालेर पनि फेरि प्रवेश नगरे है भाइ, यस्तो दुराचारी अत्याचारी भ्रष्टाचारी काम नदिने कमिना तँलाई चाहिँ भित्र पस्न अनुमति छैन भनेर चाहिँ बाहिर निकालिदिने काम के हो, बर्खास्त गरिदिने काम हो। बर्खास्त गर्नु भनेको फेरि स्थित नहुने गरी फेरि नआउने गरी के हो, बन्द गरिदिनु, पुरै ट्याप्पै बाटो बन्द गरिदिनु चाहिँ के हो, बर्खास्त गरिदिनु हो। अब निजामती कर्मचारीमा बहाल रहने उद्देश्य भनेको त्यहाँ निजामती कर्मचारीमा रहनका लागि चाहिँ के गर्यो, बार पास गरेको थिएन, सुब्बामा जागिर खानका लागि चाहिँ उसले कृत्य गरेर बार पास गर्यो, मानौँ न किनेर ल्याए सर्टिफिकेट, त्यस्तो गर्यो भने के हुन्छ भन्दा तपाईँले फेरि सरकारी सेवामा आइस भने तँ यस्तो अनुहार लिएर फेरि आइस भने तँलाई हामी दिँदैनौँ भनेर निकालिदिने काम के हो, बर्खास्त गरिदिने हो होइन। योग्यता ढाँटेको, म चाहिँ 10 पास गरेको छैन तर खरदार हुन्छु भनेर भन्नु, उसले खरदार पास 10 पासको नक्कली चाहिँ सर्टिफिकेट ल्याउनु, ब्याचलर पास गरेको नक्कली सर्टिफिकेट बनाएर चाहिँ पेश गर्नु। यो सर्टिफिकेट बनाउन कन्सा ठुलो कुरो छ, अनाधिकृत सर्टिफिकेट पनि बनाउन सक्छ नि त मान्छेले। पछि अनुगमनको रूपमा चाहिँ त्यसले चाहिँ थाहा पायो भने तपाईँ चाहिँ अबदेखि सरकारी सेवामा प्रवेश गर्न पाउनु हुँदैन है बाबु, तपाईँ जानु, आफ्नो बाटो लिएर जानु भनेर भन्ने स्थिति चाहिँ सिर्जना हुन्छ। कतिखेर भन्नु त, तपाईँ कतिखेर भने तपाईँले चाहिँ यस्तो कुराहरू ढाँट्नुभयो भने। नमस्कार, हामी सजायका प्रक्रियाबारे पनि हामीले अहिले नै अध्ययन गर्नुपर्ने हुन्छ, किनभने सजायका प्रक्रिया भन्दा तलतिर हामीले अवकाश भन्ने कुरा रहेछ। सजाय गर्ने प्रक्रिया उल्लेख गर्नुहोस्, कसरी सजाय गरिन्छ तपाईँले थाहा छ? सरकारी अब विभिन्न सजाय त अहिले हामीले अध्ययन गरिहाल्यौँ, तर सजाय चाहिँ कसरी गरिन्छ त भनेर भन्दा कर्मचारीले आचरण विरोधी गरेको कार्य नगरेको सङ्कलन गर्ने, गरे नगरेको, त्यसले आचरण विपरीत काम गरेको छ कि छैन, भ्रष्टाचार गर्यो कि गरेन, सेवाको भागीदार सजायको भागीदार हुने गरी काम गर्यो कि गरेन भन्ने कुराको चाहिँ सङ्कलन गर्ने, अनि त्यस पछाडि चाहिँ के गर्ने, कार्य गर्ने, के अरे कारबाही गर्ने हो। उक्त कसुर सजाय गर्नुपर्ने वा नगर्नुपर्ने भन्ने सम्बन्धमा वर्गीकरण गर्ने। यदि त्यो कर्मचारीले कसरी कुन किसिमको चाहिँ काम गरेको छ, भ्रष्टाचार गरेको छ कि, या त चाहिँ अलिकति काम बिगारेको छ कि, या चाहिँ उसले अराएको काम नटेरेको छ कि, कस्तो खालको हो, त्यसलाई वर्गीकरण गर्नु पर्यो। अनि कुन सजाय दिने भन्ने कुराको छनौट गर्नु पर्यो र सजाय दिनु पर्यो, प्रक्रिया हो। सजाय सम्बन्धमा सफाइको लागि मनासिब सबुत पेश गर्न कर्मचारीलाई सूचना दिनुपर्छ। तैँले यो काम गरिस्, अब तैँले आफ्नो पक्षबाट प्रमाण पेश गरेर के हो, मैले काम गरेको होइन भनेर पूर्ण रूपमा चाहिँ के अरे विवरण दिन्छस्, सफाइ दिन्छस् भने, म यो कामबाट गल्ती चाहिँ गरेको छैन है भनेर बुझाउँछस् भने त बुझा, अहिले नै हो तेरो समय, यदि बुझाउँदैनस् भने हामी तँलाई चाहिँ कारबाही गर्छौँ भनेर चाहिँ टाइम दिन्छ भने चाहिँ के हो, कर्मचारीलाई सूचना दिन्छ भने चाहिँ के हो, त्यो चाहिँ सूचना दिनुपर्छ भन्ने कुरा। पहिले के गर्नुपर्छ, सजाय त्यो काम गरेको हो कि होइन भनेर छान्नुपर्छ, छानेर त्यसलाई चाहिँ कुन सजाय दिने भनेर वर्गीकरण गर्नुपर्छ। त्यस पछाडि वर्गीकरण गरेर के गर्नुपर्छ, त आफ्नो सफाइ दे है भनेर के गर्नुपर्छ, सूचना दिनुपर्छ। अनि सजाय सम्बन्धमा आवश्यक परामर्शको लागि लोकसेवा आयोगमा पठाइ, लोकसेवा आयोगले मार्गनिर्देशन गरे अनुसार सामान्य प्रशासन मन्त्रालयमा पठाउने। पहिले चाहिँ लोकसेवा आयोगले चाहिँ परामर्श गर्नुपर्छ, यसलाई सजाय दिने कि नदिने हो, यसले त यस्तो काम गरेछ त हो भनेर भनेपछि ओहो हो र त्यसो काम गरेछ भनेर के हो, विभागीय प्रमुख को छ, त्यसैले चाहिँ विभागीय प्रमुख नभए पनि त्यो कार्यालय प्रमुख जो छ त्यसैले चाहिँ लगेर के गर्छ, लोकसेवा आयोगलाई परामर्श लिन्छ। लोकसेवा आयोगले होइन यसलाई त कारबाही गर्नै पर्छ हो भनेर भनेपछि के गर्छ, सामान्य प्रशासन मन्त्रालयमा उठाउँछ। यस्तो कारबाही गर्ने, सरुवा गर्ने, बढुवा गर्ने, सबै थोक काम गर्ने चाहिँ के हो, सामान्य प्रशासन मन्त्रालय हो। त्यो सामान्य प्रशासन मन्त्रालयले चाहिँ कारबाही गर्ने हो, गर्नुपर्छ भनेर भने पछाडि कारबाही हुन्छ। त्यतिकै कारबाही हुँदैन, हेर्ने सामान्य ह्याङट्याङ कुरा के अरे कर्मचारीलाई चाहिँ माथिल्लो स्तरका कर्मचारीले जेरी छुटो ठ्यामा हानिदिने भन्ने हुँदैन। हेर्नु, यो प्रक्रिया पुरा गरेर सजाय पाउनुहुन्छ तपाईँले। यदि सरकारी कर्मचारी भइसकेपछि कुनै गल्ती गर्नुभयो भने हामी अवकाश सम्बन्धी अर्को पाठ 9 भिडियोमा अध्ययन गर्नेछौँ। त्यतिन्जेलसम्म
सब्सक्राइब सेयर लाइक गर्ने काम जिम्मा तपाईँको। नमस्कार, लोकसेवा वशीकरणबाट आजको लागि बिदा हुन चाहन्छु। हस्त धन्यवाद।